मसँग भएको यो फोन चाहिँ MBO 16 Pro Max हो, जुन iPhone 16 Pro Max जस्तै देखिन्छ र यो एउटा चाइनिज फोन हो MBO 16 Pro Max। यसमा चाहिँ चार्जिङ आइसी OBP आइसी चार्जिङ आइसी चाहिँ सर्ट भएर यो फोन डेड थियो र उक्त चार्जिङ आइसीलाई झिकेर फालेपछि चाहिँ उक्त फोन अन भएको छ, तर चार्ज लाउँदा चार्ज हुन्छ, चार्ज बढ्दैन र यसको आइसीहरू चाहिँ हत्तपत्त पाइँदैन किनकि यो चाइनिज फोन हो, त्यही भएर यिनीहरूको चाहिँ आइसी हत्तपत्त पाइँदैन। त्यही भएर उक्त आइसी चाहिँ मैले झिकेर फालेकोले अब त्यसको ठाउँमा चाहिँ त्यसलाई कसरी बाइपास गर्ने भनेर चाहिँ म तपाईँहरूलाई यो भिडियोमा देखाउन जाँदैछु। यसमा चाहिँ OBP आइसीलाई चाहिँ र चार्जिङ आइसी चाहिँ जम्पर गर्नुपर्ने हुन्छ। हामी देख्न सक्छौँ कि यसमा चाहिँ मैले तलको तीनटा लाइन चाहिँ जम्पर गरेको छु। यति तीनटा लाइन चाहिँ तलको तीनटा लाइन जम्पर गरेपछि चाहिँ यो फोन चार्ज हुन्छ र चार्ज पनि बढ्छ। तलको लेफ्ट साइडको तीनटा लाइन चाहिँ त्यसरी चाहिँ जम्पर गर्नुपर्छ, जुन मैले यो फोटोहरूमा पनि देखाइदिएको छु। यसरी चाहिँ तीनटा लाइन चाहिँ जम्पर गर्नुपर्ने हुन्छ।